इन्टरनेट भनेको केवल एउटा उपकरण मात्रै होइन, यो आफैमा एउटा समाज हो। अनि हरेक समाजको जस्तै यसका पनि आफ्नै नियम कानुन, आफ्नै जिम्मेवारीहरू हुन्छन्। आज हामी यही डिजिटल दुनियाँमा कसरी एक असल नागरिक बन्ने, मतलब साइबर नैतिकताका सिद्धान्तहरू के हुन्, त्यसबारे कुरा गर्नेछौँ। ल, यो सब कुरा सुरु गर्नुभन्दा पहिले एकछिन सोचौँ न, इन्टरनेटका नलेखिएका नियमहरू के होलान्? हामीले हरेक दिन चलाउने यो विशाल नेटवर्कमा कसरी व्यवहार गर्ने भन्ने बारे केही त हुनै पर्छ, होइन र? यो प्रश्नलाई मनमा राखेरै अगाडि बढौँ है त। आजको हाम्रो छलफल 4 भागमा बाँडिएको छ। हामी सुरुमा अनलाइनमा कसरी राम्रोसँग प्रस्तुत हुने, अर्थात् अनलाइन शिष्टाचारबारे कुरा गर्छौँ। त्यसपछि डिजिटल दुनियाँमा कसले के बनायो, त्यसको अधिकार कसको हुन्छ भन्नेबारे बुझ्नेछौँ। अनि के इन्टरनेट सबैको पहुँचमा छ त? यो प्रश्नको पनि जवाफ खोज्नेछौँ। र अन्त्यमा अनलाइन किनमेल गर्दा आफ्नो पैसा कसरी सुरक्षित राख्ने भन्नेबारे केही टिप्सहरू हेर्नेछौँ। ल, सुरु गरिहालौँ पहिलो खण्डबाट, अनलाइन सामाजिक नियमहरू। यो भनेको लाइक र कमेन्ट गर्ने मात्रै होइन नि, यो त त्योभन्दा धेरै गहिरो कुरा हो। हाम्रो डिजिटल संसारको आधारभूत शिष्टाचार नै यही हो। यहाँ एउटा शब्द छ, नेटिकेट। यो खासमा दुईवटा शब्द मिलेर बनेको हो, नेटवर्क र एटिकेट अर्थात् शिष्टाचार। सिधा भाषामा भन्नुपर्दा हामी जसरी बाहिर समाजमा एकअर्कासँग राम्रो व्यवहार गर्छौँ नि, त्यही सम्मान, त्यही शिष्टाचार अनलाइनमा देखाउनु नै नेटिकेट हो। खासै गाह्रो कुरा होइन, होइन त? अब केही आधारभूत नियमहरू हेरौँ है त। जस्तै कसैको विचार आफूसँग मिलेन भन्दैमा कमेन्टमा गएर व्यक्तिगत रूपमा गालीगलोजमा उत्रिनु भएन। अनावश्यक मेसेज पठाएर अरूलाई स्प्याम गर्नु पनि राम्रो होइन। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, लेख्दाखेरि आफ्नो शब्दमा एकदमै ध्यान दिनुपर्छ, किनभने लेखेको कुराको अर्थ मान्छेले अर्कै लगाउन सक्छन्। ल, अब दोस्रो खण्डमा लागौँ। यहाँ हामी डिजिटल सामग्रीको मालिक को हो भन्नेबारे कुरा गर्नेछौँ। सोच्नुहोस् त, इन्टरनेटमा भेटिने गीत, फोटो, लेख, यो सबै कसको हो अनि हामीले त्यसलाई कसरी प्रयोग गर्न पाउँछौँ? आउनुहोस् बुझौँ। बौद्धिक सम्पत्ति अथवा इन्टेलेक्चुअल प्रपर्टी भनेको चाहिँ दिमागले सिर्जना गरेको कुनै पनि कुरा हो, जस्तै कसैले लेखेको कविता, खिचेको फोटो वा बनाएको सफ्टवेयर। एउटा कुरा के याद राख्नुपर्छ भने इन्टरनेटमा कुनै कुरा सजिलै भेट्यो भन्दैमा त्यो सित्तैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्ने चाहिँ होइन। हरेक सृजनाको पछाडि एकजना सर्जक हुन्छ। र जब हामी अरूको सृजनालाई उनीहरूलाई श्रेय नदिइकन आफ्नो हो भनेर प्रयोग गर्छौँ, त्यसलाई भनिन्छ साहित्यिक चोरी। यो स्लाइडले प्रष्ट देखाउँछ कि यो बाटो कति जोखिमपूर्ण छ। यसो गर्दा पढाइमा मात्र होइन, कानुनी रूपमा पनि ठूलै समस्यामा पर्न सकिन्छ। यसको समाधानको मूल सिद्धान्त चाहिँ एकदमै सरल छ, जसको काम हो उसैलाई श्रेय दिनुपर्छ। यसो गर्दा मात्रै हाम्रो डिजिटल संसार रचनात्मक र निष्पक्ष बन्छ, जहाँ सबैलाई केही नयाँ बनाउन मन लाग्छ। सफ्टवेयरको दुनियाँमा खास गरी 2 किसिमका मोडलहरू हुन्छन्, खुला स्रोत र स्वामित्व सफ्टवेयर। मुख्य फरक के हो भने खुला स्रोत सफ्टवेयरको रेसिपी, अर्थात् त्यसको कोड सबैले हेर्न, चलाउन र आफूलाई मन लागे अनुसार परिवर्तन गर्न पाउँछन्। तर स्वामित्व सफ्टवेयरमा चाहिँ यो अधिकार त्यो बनाउने कम्पनीसँग मात्रै हुन्छ। यो खुला स्रोत आन्दोलनले डिजिटल संसारमा साँच्चीकै क्रान्ति ल्याएको छ। यसले गर्दा मान्छेहरू मिलेर काम गर्न थालेका छन्, नयाँ आविष्कारहरू भइरहेका छन् र धेरैजसो सफ्टवेयरहरू सित्तैमा पनि पाइन्छन्। यो एउटा मिलेर काम गर्ने डिजिटल समाजको सबैभन्दा राम्रो उदाहरण हो। ल, अब अलिकति फराकिलो सामाजिक प्रश्नतर्फ लागौँ। हामी इन्टरनेटको यति धेरै कुरा गरिरहेका छौँ, तर के यसको फाइदा साँच्चै सबैले पाइरहेका छन् त? के इन्टरनेट सबैको लागि हो? यो डिजिटल विभेद भन्ने शब्दले यही असमानतालाई बुझाउँछ। यो भनेको कम्प्युटर र इन्टरनेटमा सजिलो पहुँच भएका मानिसहरू र पहुँच नभएका मानिसहरू बीचको एउटा ठूलो खाडल हो। यो बार चार्टले त्यही खाडल कस्तो छ भनेर देखाउँछ। हेर्नुस् त, सहरमा बस्ने, गाउँमा बस्ने वा अरू कम सुविधा भएका समुदायहरू बीच इन्टरनेटको पहुँचमा कति फरक छ। यो केवल नम्बर मात्र होइन, यो त अवसरमा भएको असमानताको चित्र हो। अनि यो किन यति महत्त्वपूर्ण छ भन्दा आजको जमानामा सूचना पाउनु भनेको शिक्षा, स्वास्थ्य र समाजमा सहभागी हुने अवसर पाउनु हो। जब इन्टरनेटको पहुँच नै हुँदैन, तब सूचनाको अधिकार केवल केही मान्छेको लागि मात्रै सीमित हुन पुग्छ, सबैको लागि होइन। ल, अब हाम्रो अन्तिम तर एकदमै व्यवहारिक खण्डमा जाउँ, आफ्नो डिजिटल वालेटको सुरक्षा। मतलब अनलाइन केही किन्दा वा पैसाको कारोबार गर्दा कसरी सुरक्षित रहने।
अनलाइन ठगीबाट बच्नका लागि यी केही खतराका सङ्केतहरू हुन्। यिनीहरूमा ध्यान दिनै पर्छ। जस्तै कुनै अफर पत्याउनै नसकिने गरी राम्रो छ भने शङ्का गर्नुपर्छ। कसैले इमेल पठाएर व्यक्तिगत जानकारी माग्यो भने दिनु हुँदैन। अनि वेबसाइट हेर्दैमा नक्कली जस्तो देखिन्छ भने त्यहाँबाट कारोबार नगर्नु नै बेस। अनलाइन सुरक्षित रहनुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो जानकारी कसरी सुरक्षित राखिन्छ भन्ने कुरा बुझ्नु हो। यो प्रक्रिया यस्तो हुन्छ, जब हामी कुनै सुरक्षित वेबसाइट जसको ठेगाना https-बाट सुरु हुन्छ त्यसमा जान्छौँ, हाम्रो जानकारीलाई एउटा गोप्य कोडमा बदलिन्छ। यसलाई एन्क्रिप्सन भनिन्छ। यो भनेको एउटा तालचा लगाएको बाकसमा आफ्नो गोप्य सन्देश पठाए जस्तै हो, जुन सही मान्छेको हातमा पुगेपछि मात्र खुल्छ। र अन्त्यमा यो प्रश्नबारे एकछिन सोचौँ। हामीले अनलाइनमा गर्ने हरेक काम, हरेक पोस्ट, हरेक कमेन्टले हाम्रो एउटा डिजिटल छाप छोडिरहेको हुन्छ। यो हाम्रो डिजिटल विरासत हो। अब प्रश्न यो हो, त्यो विरासतले हाम्रो बारेमा कस्तो कथा भन्ला? नई सुबह है, नए हैं रास्ते, खुले हैं द्वार बस आपके वास्ते। एक की दूरी है मंजिल से आपकी, ड्रीम जॉब अब दूर नहीं है जी की बारी। ये है मौका इसे मत गवाना, अपना करियर खुद से है बनाना। सही जॉब सही वक्त बस एक क्लिक की दूरी, होगी अब हर एक ख्वाहिश पूरी। चाहे शहर हो या गांव का कोना, किस्मत के भरोसे अब नहीं रोना। रजिस्टर कीजिए आज, बनाइए अपनी पहचान। कामयाबी चूमेगी आपके कदम, है ये ऐलान। अपने सपनों को दीजिए नई उड़ान। SchoolCareer.in से बनाइए अपनी पहचान। मंजिल पाने का ये सही ठिकाना, कामयाबी की राह पर है अब मुस्कुराना। हाँ, SchoolCareer.in, नई दिशा नई उमंग। वक्त आ गया है अब कुछ कर दिखाने का, अपने हुनर से दुनिया को जीतने का। भटकना छोड़िए, अब सही राह चुनिए, अपने सुनहरे भविष्य का सपना बुनिए। मौके हैं हजारों, मंजिल है आपकी, ड्रीम जॉब अब दूर नहीं है जीत की बारी। SchoolCareer.in, सपनों की उड़ान। जहाँ स्कूल और करियर हाथ मिलाते हैं, हम आपके सपनों को सच बनाते हैं। नमस्कार। क्या आप स्कूल में नौकरी ढूंढ रहे हैं लेकिन सही वैकेंसी की जानकारी आपको समय पर नहीं मिलती? और अगर आप एक स्कूल चला रहे हैं तो क्या आपको भी योग्य और भरोसेमंद स्टाफ ढूंढने में परेशानी होती है? आज यही समस्या हजारों लोगों और स्कूलों के सामने है। दोनों को एक दूसरे की जरूरत है, लेकिन फिर भी दोनों एक दूसरे तक पहुंच नहीं पाते। यही समस्या हमने देखी और इसी से जन्म हुआ SchoolCareer.in का। यह एक ऐसा ऑनलाइन प्लेटफॉर्म है जहां स्कूल अपनी वैकेंसी पोस्ट कर सकते हैं और उम्मीदवार सीधे उन नौकरियों के लिए आवेदन कर सकते हैं। यहां केवल टीचर्स ही नहीं बल्कि स्कूल से जुड़े कई पदों के अवसर उपलब्ध हैं, जैसे ऑफिस स्टाफ, कंप्यूटर ऑपरेटर, अकाउंटेंट, लाइब्रेरियन और अन्य पद। हमारा लक्ष्य है स्कूलों और योग्य उम्मीदवारों को एक ही मंच पर जोड़ना। अगर आप स्कूल में अपना करियर बनाना चाहते हैं या अपने स्कूल के लिए बेहतरीन स्टाफ ढूंढना चाहते हैं तो आज ही विजिट कीजिए www.schoolcareer.in।